गुड इभिनिङ सबैजनालाई। आज चाहिँ म मेरो स्किन केयर लिएर आएको छु। मैले चाहिँ यो मेरो फर्स्ट भिडियो हो। मैले चाहिँ अहिलेसम्म फेसबुकमा चाहिँ कहिले पनि यसरी आफ्नो भोइस दिएर भिडियोहरू चाहिँ बनाएको थिइनँ र आज चाहिँ म मेरो स्किन केयर लिएर आएको छु र मेरो स्किन चाहिँ एकदमै ड्राई छ र ड्राई स्किन केयर रुटिन हो यो चाहिँ मेरो। र मैले चाहिँ भर्खरै फेस वास चाहिँ गरेर आएको छु। म फेस वासमा चाहिँ यो डर्माकोको यो वाला क्लिन्जर चलाउँछु। यसले मैले फेस वास चाहिँ गरेर आइसकेँ र यसको बादमा चाहिँ म लाउँछु टोनर चाहिँ यो पिलग्रिमको हो। यो वाला टोनर चाहिँ म युज गर्छु अहिलेको लागि चाहिँ। यो टोनर चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। र तपाईहरु पनि कसैको ड्राई स्किन छ भने यो वाला टोनर युज गर्नु होला र मजाले स्किनमा अब्जर्भ हुन दिनुपर्छ। र म चाहिँ त्यस्तो टाइम लिन्दिनँ किनभने भिडियो एकदमै लामो हुन्छ। टोनर लगाएपछि अलिक टाइम दिनुपर्छ तर म चाहिँ टाइम लिन्दिनँ। यो टोनर लगाएपछि चाहिँ म अहिलेकोमा चाहिँ ड्राई स्किनको लागि चाहिँ मलाई एकदमै यो राम्रो लाग्यो। मैले यो चलाएको 3-4 मन्थ्स भइसक्यो र मलाई चाहिँ यसको रिजल्ट चाहिँ एकदमै राम्रो लाग्यो। मेरो चाहिँ एकदमै ड्राई स्किन छ, ड्राई प्लस सेन्सिटिभ पनि छ। र यो कोरक्सको यो वाला स्नेलवाला यो के अरे सिरमले चाहिँ मेरो फेस एकदमै राम्रो भएको छ। र टोनरको बाद चाहिँ यो सिरम यस्तो हुन्छ। यो चाहिँ र यो सिरम चाहिँ तपाईहरुले सबै अनलाइन एपहरुमा पनि पाउनुहुन्छ। तर यो वाला सिरम चाहिँ जहीँ तहीँबाट नकिन्नु होला किनभने यो चाहिँ एकदमै मार्केटमा अहिले डुप्लिकेट पनि यो बिकिरहेको छ। यसै कारणले यो चाहिँ एकदमै हेरेर जानेर मात्रै किन्नु होला। यसको डुप्लिकेट पनि धेरैभन्दा धेरै अहिले निक्लिएको छ। यो पनि फेसमा मजाले अब्जर्भ दिनुपर्छ, एकछिन टाइम दिनुपर्छ। तर म त्यस्तो टाइम लिन्दिनँ। एक भिडियो एकदमै लामो भएर जानेछ। यसले चाहिँ स्किन एकदमै ग्लो गर्छ जसको चाहिँ ड्राई स्किन छ। मलाई चाहिँ एकदमै यो सिरम एकदमै सुट गरेको छ। योभन्दा अगाडि म फक्सटेलको वाला सिरम लगाउँदै थिएँ, त्यो पनि एकदमै राम्रो भएको थियो। र अहिले चाहिँ मैले यो युज गर्न थालेको छु। यो पनि एकदमै राम्रो रिजल्ट्स दिएको छ यसले पनि। र यसको पछिमा चाहिँ आउँछ मोइस्चराइजर चाहिँ अहिले म यो N+ को यो वाला पिचमा यो वाला युज गर्दैछु। यो पनि ड्राई स्किनको लागि एकदमै राम्रो हुन्छ। नर्मल स्किनले पनि युज गर्न सक्छ यो वाला। योभन्दा अगाडि पनि मैले मोइस्चराइजर चाहिँ फक्सटेलको नै युज गर्दै थिएँ। त्यो पनि एकदमै राम्रो नै भएको थियो मेरो स्किनमा। तर मलाई चाहिँ एउटै प्रडक्टहरू चलाइरहन मन पर्दैन। नयाँ युज गर्न मनपर्छ। जुन चाहिँ ड्राई स्किनको लागि छ त्यही मात्र युज गर्छु। फक्सटेलको पनि राम्रो हुन्छ तर यो N+ को यो वाला पिचवाला पनि एकदमै राम्रो लाग्यो।
र सनस्क्रिनमा चाहिँ म यो डट&की को यो वाला युज गर्छु किनभने म चाहिँ फाउन्डेसनहरू कहिले पनि युज गर्दिनँ। अरू बेला पनि म मेकअपहरू गर्दा पनि फाउन्डेसन कहिले स्किनमा युज गर्दिनँ। र यो सनस्क्रिन यो डट&की को यो वाला स्ट्रबेरी वालामा चाहिँ यो वाला चाहिँ यो टाइपको हुन्छ। यो युज गरेपछि चाहिँ फाउन्डेसनहरू केही लगाउनु जरुरत पनि पर्दैन। यो वाला र अब बेलामा चाहिँ कोही बेला चाहिँ कन्सिलर पनि युज गर्छु जुन चाहिँ स्विस ब्युटीको छ। त्यो चाहिँ मलाई मेरो फ्रेन्डले सजेस्ट गरेको थियो। त्यो पनि म सधैँ चाहिँ युज गर्दिनँ, कोही बेला चाहिँ युज गर्छु कन्सिलर चाहिँ। फाउन्डेसन चाहिँ म कहिले पनि युज गर्दिनँ। यो चाहिँ हो मेरो डेली स्किन केयर रुटिन। मजाले स्किनमा अब्जर्भ हुन दिनु पर्थ्यो। अगाडि मैले यो टोनर सिरमहरू मैले चाहिँ त्यस्तो टाइम लिइनँ र अरू बेला चाहिँ मजाले टाइम लिएर ग्याप राखेर लगाउनु पर्छ। हेर्नुहोस् होला मजाले ग्लो गर्छ स्किनमा। मेरो चाहिँ ड्राई प्लस सेन्सिटिभ छ स्किन। र लिप बाममा चाहिँ म सुगर पपको मेरोमा दुईटा छ। एउटा यो वाला चेरी वाला छ, एउटा चाहिँ स्ट्रबेरी वाला छ। त्यो पनि सुगरकै हो, यो युज गर्छु। अन्त कोही बेला चाहिँ म यो नाइकाको पनि युज गर्छु यो वाला। अन्त ग्लसमा चाहिँ मेरोमा चाहिँ एउटा यो स्विस ब्युटीको, यो दुईटै स्विस ब्युटीको। एउटा चाहिँ यो ओयल हो, एउटा चाहिँ यो ग्लस। कन्सिलर चाहिँ म स्विस ब्युटीको यो वाला युज गर्छु। अहिले चाहिँ मैले गरिनँ, यो चाहिँ मेरो स्किन केयर थियो, त्यही भएर म कहीँ जानुको लागि होइन, मेरो यो डे स्किन केयर थियो, त्यही भएर मैले गरेर देखाएको। त्यही भएर मैले कन्सिलर चाहिँ लगाएन। हेर्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ। फेरि पनि नयाँ भिडियोहरू लिएर म आउनेछु। माया गरिदिनु होला मेरो भिडियो हेरेर। र तपाईँहरूको पनि के स्किन छ कमेन्टमा भनिदिनु होला। थ्याङ्क यू।